सम्पूर्णमा नमस्कार है। आज चाहिँ मेरो ग्राहकहरूको लागि एकदमै इम्पोर्टेन्ट न्युज लिएर म आएकी छु है। हाम्रो चाहिँ पसल है बेलुका चाहिँ 5 बजेदेखि बन्द हुने यहाँलाई जानकारी गराउँदछु है। किनकि मेरो पसलको म्यानेजर सिइओ चाहिँ 3 दिन बिदामा बस्नु भएको कारणले गर्दाखेरि है अलिकति अरू स्टाफहरू पनि हुनुहुन्छ, तर उहाँहरूलाई चाहिँ अलिकति मेलोमेसो आउँदैन हाम्रोमा। किनकि टाढा टाढाबाट होलसेल दिने, विशेष गरेर प्रत्येक दिन होलसेल दिने आउनुहुन्छ। सो होलसेलको लागि चाहिँ भ्याट बिलहरू काट्नुपर्छ, बिलहरू कम्प्लिटली गर्नुपर्छ। सो त्यही भएर मेरो चाहिँ म्यानेजर सिइओ चाहिँ 3 दिनको लागि बिदामा बसेको कारणले गर्दाखेरि बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म मात्र पसल खुल्ला रहनेछ। किनकि धेरै टाढा टाढाबाट आउनुहुन्छ, दुःख पाउनुहुन्छ है। हाम्रो 3 दिनलाई होलसेल बन्द भएको छ। तपाईहरु कोही पनि होलसेल दिन आउँदै हुनुहुन्छ भने नआइदिनु होला। मेरो सिइओ चाहिँ 3 दिनमा बिदा बस्नु भएको हुनुहुन्छ। सो उहाँको चाहिँ आफ्नो दिदीको अथवा केही बिहा कार्यमा जाने भएकोले गर्दाखेरि अन्य स्टाफलाई पनि सँगै बसेको साथीलाई पनि इन्भाइट गरेर अन्य 2 जना स्टाफ पनि सँगै जाने बिहामा जानुपर्ने भएकोले गर्दाखेरि अन्य 1-2 जना बहिनीहरू मात्र रहन्छन्। उहाँहरूलाई चाहिँ पसलको मेलोमेसो राम्रो नआएको कारणले गर्दाखेरि मेरो 3 दिनको लागि होलसेल चाहिँ बन्द गरेको छु। त्यस्तै रिटेल लिन आउनुहुन्छ भने दुःख सुख है, होलसेल लिन आउनुहुन्छ भने त दुःख सुख चलाउनुहुन्छ उहाँहरूले। तर पनि मेरो बेलुका 5 बजेदेखि चाहिँ पसल बन्द रहने यहाँलाई जानकारी गराउँदछु है। हिजोदेखि नै भएको, मैले हिजोदेखि नै भिडियो हालौँ भनेर भनेको, समय नभएर हो है। त्यही भएर हिजो पनि 5 बजे पछाडि यति धेरै मान्छे आउनुभएको हुनुहुन्थ्यो अरे, यति धेरै मान्छे आउनुभएको हुनुहुन्थ्यो अरे है। मेरो सासू मम्मी बस्नुहुन्छ। दिउँसोभरि यति लथालिङ्ग हुन्छ हाम्रो पसलमा त कुरै नगरौँ न। सम्पूर्ण एक भिडियोमा राखेर साध्य पनि हुँदैन। दिउँसो हाम्रो चाहिँ यो लुगा जति बिग्रेको लुगा मिलाउनलाई हामीलाई 3 घण्टा 4 घण्टा लाग्छ 2-3 जनालाई। सो त्यही भएर हाम्रो 5 बजेपछि चाहिँ पसल बन्द छ हैन। सटर लाउँछौँ, ढोका लाउँछौँ अनि भित्र 5 बजेदेखि 8 बजेसम्म लुगा पट्याउने, कुर्ताहरू अब चामाहरू जताततै छरिएको हुन्छ, बच्चा सेटहरू सम्पूर्ण मिक्स आइटमहरू दिउँसो त्यो गज्याङ र गुजुङ एकदम भिड भएकोले गर्दाखेरि छरिएको हुन्छ। सो त्यही भएर 5 बजे पछाडि चाहिँ हाम्रो सटर बन्द भएर भित्र मेरो स्टाफ अनि सासू रहनुहुन्छ कभर गर्ने है हुनुहुन्छ। उहाँहरू 8 बजेसम्म चाहिँ बस्छ, तर 5 बजे पछाडि चाहिँ हामी सर्भिस गर्न सक्ने छैनौँ आज, भोलि र पर्सि। अनि 3 दिन पछाडि फेरि होलसेल दिने अनि बेलुका 5 बजे पछाडि 8 बजेसम्म आउनुहुने पनि सम्पूर्ण आइदिनु होला। 3 दिन चाहिँ नआइदिनु होला, दुःख पाउनुहुन्छ तपाईँहरूले बेकारमा। कहाँबाट आउनुहुन्छ, विशेष मेरो लोकल कस्टमरहरू धरान वरिपरि पानमारा 0 पोइन्ट है, यतै गाईघाट सम्मको त नजिकै, गाईघाट त टाढै हो, तरासम्मको आसपासको वरिपरिको चाहिँ बेलुकी पक आउनुहुन्छ। उहाँहरूलाई पनि 5 बजी पछाडि चाहिँ म सर्भिस गर्न सक्दैनौँ, हाम्रो पसल बन्द रहनेछ। यहाँलाई दुःख पाउनुहुन्छ भनेर सानो सूचना मैले दिएको हो। जति पनि 9 बजी पछाडि 5 बजीसम्म आउनु होला, 5 बजी पछाडि तपाईँहरू नआउनु होला। र तपाईँहरूलाई सस्तो आइटम चाहिए चाहिँ 5 बजे पछाडि हाम्रो भानुचोकको पसलमा आउनु सक्नुहुनेछ है। त्यो चाहिँ एकदमै सस्तो, तपाईँहरूलाई एकदमै मार्जिन चाहिँ हामीले एउटाबाट 20 रुपियाँ 30 रुपियाँ राखेको हुन्छौँ। त्यहाँ पनि मिलाइदिनु न दिदी, मिलाइदिनु न दाजु भनेर नभनिदिनु होला प्लिज है। हाम्रो त यति बिजी हुन्छ है। सो त्यही भएर बिजी भएको कारणले तपाईँहरूसँग बोल्ने फुर्सद हुँदैन, त्यसको लागि नरिसाइदिनु होला। कतिपय मेरो कस्टमरले भन्ने गर्नुहुन्छ, सिन्धु दिदी दाजु त बोल्नै हुन्न भनेर। यति बिजी हुन्छ त्यहाँ चाहिँ है। त्यही भएर सस्तो आइटम चाहिएको छ भने भान्चोकको हाम्रो पसलमा आउनु होला। त्यहाँ चाहिँ हङकङ मार्केट भनेर भन्ने गरेको छ है, घन्टाघरको फेदमा हो। तर त्यहाँ यति राम्रो मार्केट छ, त्यहाँ यति राम्रो सेल हुन्छ। बेलुका 5 बजेदेखि 2 घण्टामा नै हामीलाई सोचे भन्दा राम्रो सेल हुन्छ। म त सस्तो भएर पनि होला।